डार्क यार 3 वर्ष भइसक्यो यो सुनेको मैले यो सोको बारेमा मैले हेरेकै थिइनँ क्या यो अब इङ्ग्लिसमा पनि थियो अनि हिन्दीमा आउँछ भनेर प्रतीक्षामा बसेँ बट हिन्दीमा पनि आएन होइन लास्टमा गएर मैले इङ्ग्लिसमै हेरेँ 3टा सिजन है 3 दिन लगाएर मैले यो बल्ल तल्ल गरेर सकेँ इङ्ग्लिसमै हेरेर सकेँ सबैजनाले भन्थ्यो क्या यो बुझ्दैन यो तिमीहरूले हेर्ने टाइपको पनि होइन भनेर भन्थ्यो खै मैले त बुझेँ त तिनीहरू सबैजना त झुटो हो क्या तिनीहरू जुत्तुहरू हो जसले चाहिँ बुझ्दैन थियो भन्छ नि तिनीहरू चाहिँ जुत्तु हो मैले त बुझेँ त किनभने आइएम नट ओन्ली मुभी रिभ्युवर आइएम अ इन्स्टिट्युसन मैले चाहिँ बुझेँ यो सो है किनभने आइएम अ जिनियस सो तपाईँहरूलाई बुझाउनको लागि चाहिँ मैले कपीमा लेखेरै लिएर आएको छु है यसको बारेमा अलिकति गाह्रै छ बुझ्नलाई चाहिँ होइन र पनि म हल्का फुल्का तपाईँहरूलाई बुझाउनलाई म भन्दैछु फर्स्टमा हामीलाई इन्ट्रोडक्सन गर्ने क्यारेक्टर हाम्रो ओरिक हुन्छ है ओरिकको छोरा मिक्कलको छोरा जोनस हुन्छ क्या अनि जोनसको आमा चाहिँ हेनाको बोयफ्रेन्ड चाहिँ ओरिक हो क्या फेरि ओरिकको छोरा मिक्कल भयो होइन मिक्कलको बुढी होइन मतलब जोनसको आमा हो क्या हेना चाहिँ अनि जोनसको हजुरबाउ चाहिँ ओरिक हो क्या फेरि ओरिकको चाहिँ बुहारी फेरि हना नै हो क्या अनि त्यो हना र ओरिकको चाहिँ फेरि रिलेसन हुन्छ क्या त्यो अब अफेयर चलिरहेको हुन्छ क्या उनीहरूको बिचमा त्यस्तै हो यो के हो यो यो कसको बाउको कसको छोराको फेरि छोराको हजुरबाउको को हो यो अब पागल बनाउने खालको सो हो यो होइन टिभी सो मात्रै नभएर यो स्कुल कलेज लेभलमा पढाउने खालको एउटा बुक हुनुपर्ने हो क्या खासमा यो चाहिँ त्यस्तो डिफिकल्ट छ बुझ्नलाई होइन मैले त्यो हल्का मजाकमा होइन जसमा मैले त्यस्तो हार्ड छैन भनेको भन्न चाहिँ बट बुझ्न चाहिँ बुझेँ तर बुझ्नलाई चाहिँ अलिकति धैर्य धारण मेरो जस्तो अलिकति जिनियस दिमाग हुनुपर्छ तपाईँहरूको पनि जिनियस दिमाग भयो भने तपाईँहरूलाई पनि आरामले बुझ्नुहुन्छ बुझ्नु हुँदैन भने बुझ्नु भएन भने यो भिडियो हेरेर जानु अनि यो भिडियोमा म भन्ने कुराहरूलाई तपाईँहरू अलिकति फोकस गर्नु हो भने तपाईँहरूले मजाले यो बुझ्न सक्नुहुन्छ है आई डोन्ट नो है यसको राइटर डाइरेक्टरहरूले के खाएर यो सिरिज बनायो होइन अब राइटर पनि फेरि एकजना मात्रै होइन आई नो यो एकजनाले मात्रै लेखेर सक्ने खालको चिज नै होइन क्या यो एकजनाले मात्रै सक्ने खालको चिज होइन यो 4-5 जना छ होइन म देखाइदिन्छु को छ होइन राइटर डाइरेक्टरहरू एकजनाले मात्रै लेखेर यो सम्भवै छैन क्या यो त्यस्तो चिज छ हाम्रो यो कहाँबाट कहाँ छ के छ बट नबुझ्ने होइन बुझ्न सकिन्छ यसको अलिकति फ्लोलाई पक्रिन सक्नु पऱ्यो होइन यसको फ्लोहरू कस्तो चलिरहेको छ फ्लो पक्रेर बुझ्नु हो भने यसको बिस्तारै बुझ्दै गएपछि यसको एन्डिङले झन् तपाईँहरूलाई यस्तो मजाको सेटिस्फ्याक्सन दिन्छ होइन यस्तो बबाल किक आउँछ तपाईँहरूलाई पाउनुहुन्छ यसमा होइन यस्तो मजा आउँछ तपाईँहरूलाई बुझ्नु हो भने चाहिँ है बट तपाईँलाई के चाहियो मेरो जस्तो दिमाग चाहिन्छ सो हल्का सिरिजको बारेमा भनौँ होइन यो चाहिँ इङ्ग्लिसमा छ होइन इङ्ग्लिस पनि त्यस्तो हार्ड पनि इङ्ग्लिस पनि होइन किनभने हार्ड हो भने त यो बुझ्नलाई झन् गाह्रो नै हुन्छ होइन त्यो हल्का इजी टाइपको इङ्ग्लिस पनि छ होइन यो चाहिँ एउटा मिसिङ केसबाट स्टार्ट हुन्छ होइन एउटा बच्चा त्यो ठाउँमा हराइरहेको हुन्छ र त्यहाँबाट अनि अब उनीहरूले पुलिसहरूले खोज्दै गएपछि मिसिङ मर्डर मिस्ट्री होइन इन्भेस्टिगेसन टाइम ट्राभल यो सबै जनरलाई मिलाएर एउटा यो मास्टर पिस नै भन्छु म चाहिँ साँच्चै के भनेको मास्टर पिस हो होइन यो कतिजनाले हेर्नु पनि भएको छ होला होइन कतिजनाले हेर्नु भएको छैन होला हेर्नु होला तपाईँहरूले यो हेर्नु भएको छैन भने चाहिँ यो भिडियो सकेपछि गएर एकपल्ट ट्राई गर्नु होला तपाईँलाई 1-2वटा एपिसोड पछि चाहिँ ह्याङ लाग्दै जान्छ होइन तर हेर्दै जानु बिस्तारै त्यस्तो ह्याङ लाग्ने पनि हुँदैन क्या किनभने अगाडि नै अब त्यो मिसिङ केसबाट अब त्यो सस्पेन्स क्रिएट भइहाल्छ क्या त्यसपछि चाहिँ इन्ट्रेस्ट बढ्दै गइहाल्छ तपाईँहरूको त्यही भएर यो भिडियो हेरिसकेपछि गएर हेर्नु होला यो मुभी पनि म किन भन्दैछु यो मुभी पनि होइन यो टिभी सो पनि होइन क्या यो पागल यो मास्टर पिस हो पागल मास्टर पिस हो यो सिरिज हेर्नुभन्दा अगाडि चाहिँ तपाईँहरूले बुझ्नुपर्ने चाहिँ कुरा होइन यो कहाँबाट स्टार्ट भएर चाहिँ होइन कुन टाइम लाइनमा यो कुन सालबाट स्टार्ट भएको छ त्यो पहिले बुझ्नु पऱ्यो होइन एक्टरहरूको नाम पनि तपाईँहरूले अलिकति याद गर्न सक्नु पऱ्यो एउटा कपी लिएर लेखेर बस्दा पनि हुन्छ क्यारेक्टरको नाम किनभने एउटै नामको 3-4वटा क्यारेक्टरहरू हुन्छ होइन क्यारेक्टर भनेको कति छ क्या यहाँनिर अब त्यो कतिजनाले याद गर्न सकिँदैन अब 3टा सिजन छ 3टा सिजनमा अब भनौँ न 7-8वटा एपिसोड भएको एउटा सिजन अब त्यत्रोमा कतिजनाको चाहिँ नाम याद गर्न सकिन्छ कतिजनाको अनुहार पनि याद गर्न सकिन्छ त्यो पनि त्यही भएर त्यो चिजहरूलाई अलिकति धेरै फोकस गर्नुपर्छ है यो अहिले याद गर्नुपर्ने कुरा चाहिँ अब कुन चाहिँ पास्टको हो होइन कुन चाहिँ फ्युचर हो कुन चाहिँ प्रेजेन्ट डे चलिरहेको छ त्यो डेट पनि लेखिरहेको हुन्छ त्यहाँदेखि डेटसँग अलिकति फलो गर्नु पर्यो तपाईँहरूले अनि अब सेम क्यारेक्टर अब कहिलेकाहीँ एकै ठाउँ पनि आउँछ क्या अनि त्यो चाहिँ कुन एउटा क्यारेक्टर कहाँको हो एउटा क्यारेक्टर कहाँको त्यो पनि बुझ्नको लागि बुझ्नुपर्छ तपाईँहरूले त्यो बुझ्नलाई चाहिँ अलिकति नामसाम याद गर्नु पऱ्यो होइन त्यो टाइम लाइनहरू पनि याद गर्नु पऱ्यो आएको को कहाँबाट आएको होइन कसको छोराछोरी हो त्यो रिलेसन पनि याद गर्नुपर्छ यसमा चाहिँ अनि बिस्तारै बुझ्दै गएपछि तपाईँलाई अब झन् एपिसोड
2 एपिसोडहरू सिजन 2 सम्म चाहिँ अलिकति बबाले चाहिँ बुझ्न सक्नुहुन्छ होइन। त्यसपछि झन् अब एपिसोड 3 मा गइसकेपछि फेरि यसले फेरि अर्कै मोड लिन्छ क्या। फेरि आम्मामा यहाँबाट यहाँ कति चिज कहाँ छ यो भन्दैछ त तपाईँले हेर्नु बुझ्नु अलिकति यो चिजहरूमा याद दिदिनु भयो भने तपाईँहरूले यो हेर्दा चाहिँ बबालै मजा आउँछ होइन। बबालै किक तपाईँलाई पाउनु नै हुन्छ यो वेब सिरिजमा। अनि सेम कुरा अब तपाईँहरूले हेर्नुभएको छैन भने गएर एकपल्ट हेर्नु होला अनि मलाई आएर कमेन्ट पनि गर्नु होला अनि कस्तो लाग्छ भन्नु होइन। कहाँ हेर्ने तपाईँलाई थाहा छैन भने म यहाँ बसेको छु, मलाई मेसेज गर्नु होला केहीमा या मलाई टिकटकमा पनि फलो गर्नु होला। मेरो युट्युब च्यानल पनि छ होइन, सिनेमा रिभ्यू। अब मेरो नाम करण हालेर सर्च गर्नुभयो भने करण रिभ्यू हालेर सर्च गर्नु भने देखिन सक्ला। सकेन भने मेरो टिकटकको बायोमा पनि छ है, त्यहाँ पनि गएर हेर्न सक्नुहुन्छ। फलो गर्नु होला। बबाल छ यो मास्टरपिस हो, तपाईँले छुटाउनु नहुने खालको है। तपाईँहरू यदि मुभी लभर हुनुहुन्छ भने होइन, अब सिरिज लभरहरू हुनुहुन्छ भने तपाईँलाई गेम अफ थ्रोन्स, ब्रेकिङ ब्याडहरू त प्रायःले सबै हेरिरहेको होइन। यो पनि त्यही लेभलको एउटा सो हो, त्यही भएर यसलाई पनि छुटाउनु नहुने खालकै छ है। प्लिज हेर्नु होला। थ्याङ्क यू भेरी मच। फेरि नेक्स्ट भिडियोमा भेट्ने प्रयास गर्छु। थ्याङ्क यू भेरी मच।